तीनटा चिज छ हेर्नुहोस्, उत्साह, निश्चय, धैर्य। के तपाईँ उत्साही हुनुहुन्छ? कुनै पनि कार्य गर्नको लागि तीनवटा चिज छ, उत्साह, निश्चय, धैर्य। पहिला उत्साह हुन्छ, हामी पनि बनाउँछौँ, सबैजनाले बनाउनुहुन्छ, स्केड्युल बनाउनुहुन्छ, तर पालन गर्नुहुन्छ? गर्नुहुन्न नि। उत्साह हुन्छ तर कति दिनका लागि? 2-4 दिनको लागि, त्यसपछि फेरि जस्ताको तस्तै। त्यही भएर निश्चय हुनुपर्छ, पुग्ने कहाँ हो? तपाईँ बच्चा बेलामा सुन्नुभएको होला, उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक। चन्द्रलाई छुनु छ भनेदेखि त त्यही अनुसारको कन्टिन्यू कार्य गरिरहनुपर्छ। बल्ब बनाउँदा पनि एकचोटिमा बल्ब बनेको होइन, सयौं पटक प्रयास गर्दाखेरिमा बल्ल बल्ब बनेको। त्यसैले हामीले यदि कुनै पनि स्थानमा कुनै पनि उद्देश्यलाई प्राप्त गर्नु छ भने एउटा उत्साह चाहिन्छ, हर समय उत्साहित हुनुपर्छ, निरुत्साहित हुनु हुँदैन। निश्चय हुनुपर्छ, कहाँ पुग्ने पक्का थाहा हुनुपर्छ। यस्तो होइन कि जाने कहाँ जाने थाहै छैन, त्यसरी हुँदैन। यहीँ जाने हो मलाई, निश्चय र धैर्य। धेरै समस्याहरू आउन सक्छन्, धेरै मान्छेहरू क्रिटिसाइज गर्न सक्छ, धेरैले खुट्टा तान्न सक्छन्, तर पनि कन्टिन्यू लागिरहनुपर्छ। खुट्टा तान्ने मान्छेहरूको कमी हुँदैन संसारमा। गोङ्गटाहरूको कहानी तपाईँहरूलाई थाहा होला। जब गोङ्गटाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ, त्यो बिर्को नलगाइकन बट्टामा राखेर लगिन्छ, तर एक घोङ्गटा पनि बाहिर निस्किँदैन। किनभने जब कुनै बाहिर निस्किन चाहन्छ अर्कोले खुट्टा तान्छ। संसारको प्रवृत्ति यो हो। तर यदि हामी निस्किन चाहन्छौँ भने, साँच्चीकै यो संसारबाट माथि निस्किन चाहन्छौँ भने टलरेसन गर्नुपर्छ। जो खुट्टा तान्नेवालाहरू छन् उनीहरूको भारलाई थेक्न सक्नुपर्छ। काग र चिलको लडाइँ हुन्छ, तर काग के गर्छ, सधैँभरि चिललाई ठुङ्के गर्छ माथिबाट आएर, तर चिल बिल्कुल शान्त। चाह्यो भने कागलाई त्यहीँ मारिदिन सक्छ, चिलमा त्यति पावर छ, तर पनि उसले केही गर्दैन। ऊ आफ्नै तरिकाले आकाशमा उडान भरिरहन्छ र ऊ निरन्तर माथि आकाशमा जान्छ। र एउटा यस्तो स्टेज आउँछ जहाँ अक्सिजन लेभल धेरै कम हुन्छ। चिल त बाँच्न सक्छ अक्सिजन लेभल कम भए पनि, तर काग भने बाँच्न सक्दैन। ऊ आफै आफू मरेर जान्छ। त्यही भएर संसारका हर व्यक्तिहरू चाहे जस्तोसुकै किन नहोस्, यदि तपाईँ साँच्चीकै आफ्नो उद्देश्यतर्फ अगाडि बढिरहनु भएको छ, उत्साह, निश्चय, धैर्य भएर अगाडि बढिराख्नु भएको छ भने तपाईँको उद्देश्य प्राप्त गर्नका लागि कसैले छेक्न सक्दैन।